साथी हामी आएँ। ल साथीहरु वेलकम छ है, वेलकम तिमीहरुलाई। यता फर्केर त बोल्नुस् न रे दादा। ए एस्थेटिक हो के अनुहार देखाउन मिल्दैन बुझ्न भनेको। ल साथीहरु तिमीहरुलाई वेलकम छ मेरो रुममा। अरे दादा कोठा हो कि रुम हो रे यो छतमा कपास चाहिँ किन नासेको त भाइ यसरी? कपास होइन रे दादा, बादल हो बादल। बादल हुन्छ, अब पानी पर्छ यहाँ। ए ब्रोहरु यो क्लाउड सेलिङ हो के एस्थेटिक देखाउनको लागि। काउसेलिङ ए केटा यो सुत्नको लागि हैन कि यो जस्ट फर एस्थेटिक हो। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। राम 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 सकिँदैन यो एस्थेटिक कारणलाई। कति धेरै कपडा हो बरु भाइ, एउटा दे न मलाई यहाँबाट। यो त मेरो फेभरेट कलेक्सनहरु हो भाइ, लाउने त अर्कै कपडा। यो त जस्ट फर एस्थेटिक हो के। दादाले कोठामा बम राखेछ रे दादा, कोठामा बम राखेछ, यसले हामीलाई मार्न खोजिरहेछ दादा। ए केटा हो यो घडी हो के, घडी यो जस्ट फर एस्थेटिक हो के केटा हो। कस्तो एस्थेटिक हो यार मान्छे। बरु त्यो सुत्ने रुम हेरौँ त जामी। लाइ ल अरे चिया टाइगर माछा छ रे त, यहाँ त पोलेर खाऊ न दादा, भोक लागिरहेको छ। त्यो पोइजनस हुन्छ, जस्ट फर एस्थेटिक हो के ब्रो। हाम्रो बिहारमा सरकारको मुखबाट भुसा निकालेर खान्छौँ हामीले पोलेर। यो माछा के हो र रे? ए यसलाई छोड त यार, आइज तेरो रुम हेरौँ। यही हो रुम। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ।